नमस्ते। तपाईँहरूले अब गर्मी महिना आएसँगै छालाको स्याहार गर्नु एकदमै जरुरी छ र गर्मीसँगै विभिन्न छालाका समस्याहरू पनि देखिन सक्छन्। जस्तै छाला चिलाउने, घामको एलर्जीहरू हुने, दाद अथवा फङ्गल इन्फेक्सनहरू बढ्ने, चायापोतोहरू पनि बढ्न सक्छन्। त्यसैले हजुरले गर्मी महिना सुरु भएदेखि नै सनस्क्रिनहरू राम्रोसँग लगाउने, घामबाट जोगिने, बिहान 10 बजेदेखि 3 बजेको डाइरेक्ट सनलाइटमा सकेसम्म ननिस्किने, निस्किनु पर्ने अवस्थामा पनि छाता ओढ्ने, सनस्क्रिनको रिएप्लिकेसन गर्नु भएमा घामबाट हुने एलर्जीहरूबाट जोगिन सकिन्छ र दाँतको लागि चाहिँ हजुरले पसिनाहरू धेरै आउँछ भने सोही अनुसार चिसो कपडाहरू नलगाउने, छालालाई सकेसम्म सुक्खा राख्ने, नुहाइसकेपछि राम्रोसँग छालालाई पुस्ने गर्नुभयो भने दाँतको समस्याबाट पनि बच्न सकिन्छ। त्यसपछि पनि तपाईलाई यो गर्मी महिनामा समस्याहरू देखिन थालेको छ भने चाहिँ नजिकको डाक्टरको परामर्श लिन जरुरी छ।